गुड मर्निङ अल। आज पनि बिहानै घर छेउमा रहेको पार्कमा बिहानी पख यसो घुमौँ भनेर निस्केको। जपनिजहरू पनि आफ्नो चाहिँ पेटहरू लिएर चाहिँ निस्किरहेको हुन्छ है घुम्नलाई। तर आज चाहिँ मैले अचम्मको कुरा देखेँ कि एकजना मान्छेले चाहिँ आफ्नो कुकुरलाई डोराउँदै मर्निङ वाकमा निस्केको, अनि साथमा चाहिँ झोला पनि बोकेको, एउटा चिम्टा पनि लिएर फालिएको चाहिँ हैन पानीका बोतलहरू, क्यानहरू हैन चाहिँ कलेक्सन गर्दै फोहोरहरू उठाउँदै पनि हिँडिरहेको रहेछ कि। यो देखेर मलाई अचम्म लाग्यो हैन। यो लेभलमा जनता आफै जागृत हुने हो हैन, भएका चाहिँ संरचनाहरूको माया गर्ने हो भने त देश बन्न कति समय लाग्छ र हैन। तर देश बनाउने कुरामा पब्लिक आफै तयार हुनुपर्छ कि। ल हेर्नु त यहाँ मर्निङ वाक आउँदा कुकुरले दिशा गरेको छ, यो दिशा पनि यत्तिकै छोड्दैन कि पार्कमा फोहोर हुन्छ भनेर। बक्काइदा झोलामा उठाएर आफैसँग लिएर जान्छ। यो लेभलमा हुनु पर्यो कि। अनि हामी आफू चाहिँ उत्तरदायी नहुने, नेता चाहिँ जवाफदेही खोज्ने। अनि यसरी कहाँ हुन्छ भन्नु न, हो कि आफूलाई सम्झौँ न हामी एकपटक। कुन चाहिँ नेता ठिक छ, कसले चाहिँ आएर देश बनाइदिन्छ भनेर पर्खेर बसेका छौँ। यसरी त हुँदैन है साथी हो। आफू अगाडि नसरिन्जेलसम्म कसैले पनि परिवर्तन ल्याएर चाहिँ आफ्नो थालीमा पस्केर दिँदैन है।